र यो चाहिँ मल्दिप्सको चाहिँ नाइट भ्यू हो। अहिले चाहिँ 8:30 भइसक्यो। म चाहिँ जाँदैछु खाना खान। यो चाहिँ नाइट भ्यू। यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ एकदमै गाडी धेरै भइसकेको छ। यहाँ पनि उताको जस्तै स्ट्यान्ड पनि हुँदैन गाडी राख्ने। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो अगाडिको चाहिँ यो चाहिँ स्कुल हो, केटाकेटीको किड्स स्कुल हो। अन्त यहाँ चाहिँ म तपाईँहरूलाई एउटा चिज चाहिँ देखाउँछु कि एउटा मजाको चिज चाहिँ यो छ भने नि स्कुलभित्रै सबै कुरो छ क्या यहाँ चाहिँ। अब यो हो, यो चाहिँ हो, यो ठुलो बिल्डिङ हो। यो चाहिँ स्कुल हो, मोहम्मद कासिम स्कुल प्री स्कुल हो। यो चाहिँ नानीहरूको लागि। तर यो स्कुलभित्र चाहिँ अब तपाईँलाई म बोर्ड देखाउँदैछु। यो हो स्कुल चाहिँ। स्कुल चाहिँ यो हो केटाकेटीहरूको स्कुल। अन्त यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले बोर्डमा। यहाँ चाहिँ एउटा कुरा चाहिँ के मन पर्यो भने, यहाँ चाहिँ एउटा कुरा चाहिँ के मन पर्यो, यहाँ देख्न सक्नुहुन्छ कि यहाँ बिचमा चाइल्ड डेभलपमेन्ट क्लिनिक। यहाँ चाहिँ अब यो चाहिँ चाइल्ड डेभलपमेन्ट क्लिनिक, यो क्लिनिक यहाँ चाहिँ अब बच्चाको लागि हस्पिटल जस्तो क्लिनिक पनि छ। अब डक्टरी केही होला। यहाँ देख्न सक्नुहुन्छ चाइल्ड डेभलपमेन्ट क्लिनिक। यो चाहिँ प्री स्कुल हो। त्यो स्कुलभित्र चाहिँ क्लिनिक पनि छ, त्यो नानीहरूको लागि केही बिमार उमार भयो भने केही चेक गर्ने। यो चाहिँ मलाई एकदमै मन पर्यो। यहाँ देख्न सक्नुहुन्छ युजिङ टेक्नोलोजी एन्ड द मिडिया, यस्तो सिकाउँछ यहाँ चाहिँ। अनि यहाँ देख्न सक्नुहुन्छ युजिङ सस्टेनेबल प्र्याक्टिस। अन्त यहाँ छ लिभिङ हेल्दी लाइफ। अन्त यहाँ छ मेकिङ मिनिङ। अनि यो चाहिँ हो मोहम्मद कासिम प्री स्कुल। अन्त यहाँ चाहिँ यो चाहिँ एकदमै नानीहरूको लागि चाहिँ प्र्याक्टिस इस्लाम। यहाँ चाहिँ यिनीहरूको आफ्नै धर्मको किताब भनौँ न, त्यो पनि पढाउँछ सानैदेखि। अन्त यहाँ देख्नुहुन्छ, यहाँ जे बोर्ड छ त्यो यिनीहरूको लागि देखाउँछ। अन्त यहाँ चाहिँ त्यो चाहिँ मजाको छ, एउटा क्लिनिक छ नानीको। अन्त त्यसमा चाहिँ फेरि उनीहरूको एउटा धर्म, हाम्रो हिन्दूमा चाहिँ त्यो रामायण गीता पढाएको चाहिँ यिनीहरूको इस्लामिक पनि पढाउँछ, सब्जेक्ट छ त्यो चाहिँ एकदमै युनिक लाग्यो मलाई क्लिनिक र त्यो चाहिँ। अन्त धेरै फेसिलिटिज छ होला त, त्यति थाहा छैन मलाई। यो चाहिँ मलाई एकदमै मन परेको चाहिँ त्यही हो। नानीहरू कोही बेला बिमार हुन्छ हैन, कोही बेला बिमार हुन्छ। अब त्यो हस्पिटल हामी त कुदाउँछ नि त, अब त्यहीँ छ। अब एउटा राम्रै डक्टर राखेको होला सायद, त्यस्तो हुन्छ यहाँ चाहिँ। त्यो चाहिँ मन पर्यो मलाई। केटाकेटीहरूको लागि चाहिँ एकदमै अब याद गर्छ यहाँ चाहिँ। अनि म चाहिँ फेरि खाना खान जाँदैछु। यहाँ चाहिँ के हो भने, खाना चाहिँ हामी रेस्टुरेन्टमै खान्छ। अन्त चाहिँ हामी रेस्टुरेन्ट जानुपर्छ खाना खानु चाहिँ। अन्त फेरि म खाना खानु जाँदैछु। यहाँ देख्नुहुँदैछ एकदमै शीतल भइरहेको छ आज चाहिँ, किनभने पानी परेको रहेछ। त्यसै कारण अहिले पनि सिमसिमे पानी पर्दैछ, छाता छैन। अन्त चाहिँ पानी पर्नै आँट्यो। यहाँ तपाईँले देख्नुहुन्छ रातिको त्यो चाहिँ हो सब्जी। यो चाहिँ सब्जीको दोकान हो। यो सबै जे देख्नुहुन्छ सबै सब्जीको दोकान हो। यहाँ देख्न सक्नुहुन्छ म चाहिँ पुग्नु आँटेँ हो। ल है त साथी भाइ, जुट्दै गरौँ।